ट्रस्टीले यो जुन बाटो थियो ठुला मलबहस बसहरूको लागि हेभी गाडीकोहरूको लागि एकदमै डरलाग्दो र चिन्तकजनक बनेको थियो पहिला। अब यो 3 हप्ता जति भयो यो बाटो चाहिँ अहिले चाहिँ डाइभर्जन गरिदिएको छ। अब सम्पूर्णलाई सजिलो हुने भयो। हाम्रो विशेष लोकहेगर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष तोप्साङ सुमेल विष्टज्यूको पहलमा यो डाइभर्जन भएको हो। पालिका सडक विभाग र स्थानीय व्यापारहरूको सब मिलेर यो डाइभर्जन खुलाएको हो। अब चाहिँ तपाईँहरूलाई सजिलो हुने भयो है। ठुलो ट्रकहरू बसहरू अझै पनि र कुनै ट्रकहरू जबरजस्ती त्यहाँ पुलबाट आएको देखिन्छ, प्लिज त्यहाँबाट चाहिँ नआइदिनु होला। तपाईँ हामी पुलिसको कारबाहीमा नि पर्न सक्नुहुन्छ यदि आयो भने। र यदि तपाईँहरूको कारणले त्यो पुलमा असर पर्यो भने हाम्रो सानो गाडीहरू र इमर्जेन्सीमा हिँड्नुपर्ने एम्बुलेन्स लगायत बाइकहरूलाई धेरै गाह्रो हुनसक्छ। त्यही भएर प्लिज त्यहाँ सानो पुलबाट जबरजस्ती चाहिँ नहालिदिनु होला, विशेष गरी बसहरूलाई।